सबैलाई जय मसीह। यो सुन्दर समयको निम्ति म परमेश्वरलाई धन्यवाद दिँदछु र यहाँहरूको बिचमा आज धेरै समयपछि परमेश्वरको वचन ल्याएर आउन पाउँदा म अति नै खुसी भएको छु र म आशा गर्छु यहाँहरू सबैजना आरामै हुनुहुन्छ भनेर। प्रियजन, आज म यहाँहरूको बिचमा गुड फ्राइडे भनेको के हो र गुड फ्राइडेको विशेष अर्थ के हुन्छ भनेर यहाँहरूको बिचमा म बोल्न चाहन्छु। गुड फ्राइडे भनेको येशूलाई क्रुसमा चढाएर मारिएको दिन हो, जो प्रभु येशूले दुःख अनि कष्ट पीडा भोग्नु भएको दिन हो। वास्तवमा हेऱ्यो भने प्रभु येशूको निम्ति त्यो गुड थिएन, राम्रो थिएन, तर पनि उहाँले मनुष्य जातिलाई बचाउनको निम्ति उहाँले आफ्नो जीवन दिनुभयो अनि मनुष्यको निम्ति त्यो चाहिँ गुड बन्न पुग्यो। दिन प्रभु येशूले मानव जातिको उद्धारको निम्ति कल्भरी क्रुसमा आफ्नो जीवनलाई बलिदान रूपमा दिनुभएको दिनलाई हामी सम्झिँदछौँ। त्यसैले यहाँ यसरी भनेको छु मैले, गुड भन्ने शब्द यहाँ पवित्र वा उद्धारकारी अर्थमा प्रयोग भएको छ। त्यो दिन येशूले गरेको त्याग, बलिदान र मानव जातिको उद्धारको लागि दुःख कष्ट उठाउनु भएको दिन हो। अनि त्यो दिन प्रभु येशूले मानवको पापको लागि आफैलाई त्यो कल्भरी क्रुसमा अर्पण गर्नुभएको दिन हो। अनि गुड फ्राइडे चाहिँ यस्तो दिन हो जो मनुष्यलाई बचाउनको दिन निम्ति प्रभुले आफ्नो सारा पवित्र जीवन क्रुसमा एउटा जिउँदो बलिको रूपमा, एउटा निर्दोष बलिको रूपमा, एउटा निर्दोष पाठको रूपमा अर्पण गर्नुभएको दिन हो। प्रियजन, यो गुड फ्राइडेले चाहिँ बलिदान, क्षमा र प्रेमको प्रतीकलाई जनाउँदछ। अनि यो दिनले मानिसलाई प्रभुसँग ल्याउने एउटा बाटो खोलेको छ। त्यसैले यो मनुष्य जातिको निम्ति गुड फ्राइडे भएको छ। त्यसकारण प्रियजन, यहाँहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँ आफ्नो जीवन प्रभुलाई दिनुभयो। मेरो व्यक्तिगत अपराध र पापको निम्ति प्रभु येशूले त्याग, पीडा अनि दुःख कष्ट भोग्नु भएको र आफ्नै जीवनलाई बलिदानको रूपमा क्रुसमा दिनुभएको र पवित्र रगत बगाउनु भएको भनेर जसले विश्वास गर्छ भने उसका पापहरू क्षमा हुन्छन् र पिता परमेश्वरसँग सम्बन्धमा आउँछ। त्यसकारण म यहाँहरूलाई अनुरोध गर्दछु, यो गुड फ्राइडे चाहिँ हाम्रो निम्ति व्यर्थको नबनोस्, तर एउटा अर्थपूर्ण बनेको होस्।